नमस्ते गाइस सबैजना सन्चै हुनुहुन्छ होला हैन आज पनि हामी साधमा जान लागेका छौँ म चाहिँ यहाँ चस्मा लिन आएको चस्मा कहाँ छ मेरो त्यो भित्र होला यहाँ चाहिँ आज म यहाँ जान लागेको छु हैन यहाँ चस्मा है यहाँ छ मेरो चस्मा यो चाहिँ टक्क यस्तो लाउने यस हजुरको बाइक रेडी भइसकेको छ अब यहाँ हेर्नुहुन्छ है एकदम आउटफिट चाहिँ एकदम बबाल छ यहाँ त हाम्रो घरको सिडी भइहाल्यो जाम होइन स्कुटरमा जानु लाग्यो स्कुटर देखाइदिउँ है स्कुटर जानु लाग्यो भनेर यही छ स्कुटर है आजको मौसम चाहिँ एकदमै राम्रो छ यहाँ रहेको छ स्कुटर हाम्रो एन्ट्रक ब्लू कलरको एन्ट्रक हजुरहरूलाई चाहिँ उता बेसी भेटौँ है त सो गाइजहरू अहिले चाहिँ हामी यहाँ घरमा आएको छौँ होइन यो घरमा आएको छ सो यहाँ चाहिँ अहिले स्कुटर यहाँ छ हाम्रो हेर्न सक्नुहुन्छ बिहान त्यहाँ हजुरहरूलाई के कस्तो छ है यहाँ अरू नि बाइक्सहरू छ यहाँ मेरो जुत्ता जस्तो हाल्दा है है त यहाँ चाहिँ यहाँको इन्टिरियर यस्तो छ है एकदम गजब छ एसीसँग रिफ्लेक्सन यस्तै छ है यताको चाहिँ हेर्न सक्नुहुन्छ यहाँ पनि एकदम राम्रो राम्रो माथि टेरेस छ टेरेसमा जाम है त हजुरहरूले पुरै रुम टुर दिइरहेको छु हाउस टुर अलरेडी अहिले माथि आइसकेको छु म अगाडिको भ्यू नि यस्तो राम्रो छ नि गाइस हजुरहरूले चाहिँ देख्नुहुन्छ कि दिन होइन एकदम राम्रो छ क्या अगाडिको भ्यू यो हेर्नु न गाइस यस्तो बब्बाल क्या अलिअलि हिमाली देखिरह तर आई डोन्ट थिङ्क क्यामेरामा देखिरह होला त्यही पनि केही छैन है हिमाल देखिरह उता माउन्टेन्स छ यता डाँडाकाँडा यो सबै चाहिँ छ होइन अनि यतापट्टि आउने हो भने नि यतापट्टि नि हेरौँ है त के छ यहाँ चाहिँ माथिपट्टि माथिपट्टि चाहिँ एउटा डाँडा जस्तो एकदम राम्रो आएर क्यामेरा क्वालिटी त्यति राम्रो नभएर चाहिँ त्यस्तो आएन होइन राम्रो एकदम राम्रो छ एकछिन टेरेसमा बसौँ अनि हागा चाहिँ एउटा राम्रो कुरा कि यहाँ साइडमै मोन्टेसरी छ क्या अब आज त स्याटरडे भयो त्यखेरि त्यति खुला छैन मोन्टेसरी तर यो मोन्टेसरी भयो यसकै अर्को ब्रान्च पनि यता छ यहाँ छ अर्को ब्रान्च यसकै सेम एउटै हो तर यो चाहिँ कस्तो भनौँ अब जस मोन्टेसरी यो चाहिँ रियल यो चाहिँ अलि हुन्छ नि तल्लो फ्लोर जस्तो फ्लाइटमा ल्यायो होला फ्ल्याटमा होइन यस्तै छ है अनि यहाँ यो हिटर भयो सोलर प्यानल भइहाल्यो अगाडि चाहिँ एकदम राम्रो हिमाल देखिरहेको क्या यस्तो राम्रो हिमाल देखिरहेको घर छ होइन घर पनि चिटिक्क परेको घरहरू छ यहाँ अनि तल त भाइ एकदम गजब छ आकाश त आज त एकदमै चुम्मी क्या अब तल जाऊँ है के गर्छ चिप्ल्यो भने तल जाऊँ आज खासै भ्लग बनाउनु पाइनँ होइन दुई तिन दिनदेखि भ्लग आएको थिएन त्यसको लागि रियली सरी अब म गएर गर्छु एडिटिङ गरेपछि भेटौँ है त गाइजहरू
तपाईँ गाइस भिडियो अहिलेसम्म हेरिराख्नुभयो भने लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु र कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ सबैजनालाई बाई बाई